आज चाहिँ हामी मिनी मेला हेर्न आएको म र मेरो साथी अनि हामीहरू चाहिँ हेर्दैछौँ भ्यू कस्तो छ भनेर बाहिरबाट नै गेटको बाहिरबाट अनि हामीले टिकट काटेर हामी चाहिँ भित्र पसिसक्यौँ गाइज। अनि त्यसपछि हामी चाहिँ भित्र हेर्दैछौँ मेलामा के पाइँदो रहेछ भने पसलतिर पनि हेरिरहेछौँ अनि उसको भिडियो चाहिँ मैले बनाइदिएको ऊ चाहिँ पोज दिइरहेछ। अनि हामी पसलतिर लाग्यौँ चस्मा पसलतिर हेर्दैछौँ अनि यता बहिनीहरूको नृत्य नै हेरिरहेछौँ हामीहरू डान्स कति राम्रो नाचिरहेका छन् बहिनीहरू। अनि हामी चाहिँ यो नाइट भ्यू क्या मेलाको कस्तो राम्रो देखिरहेछ वाउ लाइटले गर्दा पनि होला अझै कति राम्रो देखिरहेको छ। अनि यसको भिडियो फेरि मैले बनाइदिएको बोलिरहेको चाहिँ खै के भनिराखेँ हो। अनि म चाहिँ यता भिडियो बनाउनमा व्यस्त छु गाइज अनि यता डान्स पनि हेर्दैछु। अनि हामी चर्खा खेल्नलाई टिकट काटेर चर्खा खेल्न गएको हामी चाहिँ चर्खामा चाहिँ मैले उता मौसममा लागेकै चर्खा रहेछ अनि उहाँ दाइले चिनेको थियो नि त अनि बोलिरहेको छु उहाँसँग। अनि म चाहिँ गइहालेँ बस्न ऊ चाहिँ भिडियोमा बनाइरहेको छु अनि आफ्नो भिडियो बनाएर के भनिरहेको छु के गाइरहेको छु मैले चाहिँ नोटिस गरिनँ। म चाहिँ आफ्नै धुनमा छु ऊ चाहिँ खुसी छ फेरि एकछिनमा अब उसको खुसी एकछिनमै डरमा परिणत हुनेछ गाइज। उसलाई चाहिँ डर लाग्ने रहेछ मलाई चाहिँ मैले त अगाडि पनि धेरैचोटि खेलिरहेको हुनाले मलाई चाहिँ त्यस्तो डर चाहिँ लाग्दैन। ऊ चाहिँ भयङ्कर डराएर चाहिँ धेरै डराउँदै रहेछ ऊ चाहिँ म चाहिँ त्यति डराउँदिनँ मलाई चाहिँ मजा लाग्छ रमाइलो लाग्छ चर्खा खेल्न अनि डुङ्गा खेल्न भयो एकदमै रमाइलो लाग्ने मलाई चाहिँ। ऊ चाहिँ एकदम डराइरहेको छ बिचरा कति डराएको नडरा हो यति। अनि म चाहिँ यता भिडियो बनाइरहेको छु उसको डराएको कति डरायो। अनि हामी चाहिँ फेरि तल चर्खादेखि तलको भ्यू पनि लिइरहेको छु म चाहिँ। थ्याङ्क यू फर वाचिङ भिडियो एकदमै रमाइलो थियो आजको हाम्रो मिनी मेलामा चाहिँ हामी गएको यसको मेरो फोटो पनि आएछ। बाई थ्याङ्क यू फर वाचिङ भिडियो बाई गाइजहरू फेरि भेटौँला अर्को भिडियोमा नेक्स्ट भिडियोमा बाई।